कविताको शीर्षक छ मन मर्दैछ। मन मर्दैछ तर देश अझै भाषणमा बाँच्छ। सडकहरूमा नाराहरू उम्रिन्छन् जसरी बाँझो खेतमा झार उम्रिन्छ। क्रान्ति यहाँ पोस्टरमा टाँसिन्छ र परिवर्तन मञ्चमै मर्छ। म नागरिक हुँ कि सङ्ख्या, मतदाता हुँ कि मौनता, मेरो अस्तित्व एउटा औँठा छाप्न सीमित छ र मेरो आवाज मत पेटिकाभित्र थुनिएको छ। मन मर्दैछ तर नेताहरू अमर रहेछन्। उनीहरूको बाचा कहिल्यै मर्दैन किनकि जन्मिएकै हुँदैन। सत्य यहाँ घोषणा पत्रको कागजमा छापिन्छ र भोलिपल्ट नै मेटिन्छ। भोकले संविधान पढ्दैन तर संविधान भोकै सुत्छ हरेक रात। न्याय त्यो अदालतको ढोकामा लाइन बसेको एउटा थाकेको सपना मात्र हो। म आफैसँग प्रश्न गर्छु, के स्वतन्त्रता केवल झन्डामा फहराउने रङ हो कि त्यो रगतले लेखिएको एउटा अधुरो कविता हो? मन मर्दैछ तर बजार हाँसिरहेको छ। मानिसहरू बिक्रीमा छन्, आत्मा छुटमा छ र नैतिकता स्टक आउट भएको सामान जस्तै कहीँ भेटिँदैन। सहर बढ्दैछ तर मान्छे सानो हुँदैछ। घरहरू अग्ला छन् तर सम्बन्धहरू झुक्दै रहेका छन्। यहाँ छिमेकीले छिमेकी चिन्दैन तर पासपोर्ट सबैलाई थाहा छ। समयले पनि हार मानेको छ। इतिहास दोहोरिन्छ तर पाठ सिकिँदैन किनकि स्मृतिहरू राजनीति भाषणमा चयन गरेर प्रयोग गरिन्छ। मन मर्दैछ तर आश अझै जिद्दी छ। मन मर्दैछ तर आशा अझै जिद्दी छ। उसले बारम्बार जन्म लिन्छ हरेक आन्दोलनमा, हरेक नारामा, हरेक युवाको आँखामा, तर अन्त्यमा उही निराशाको चिहानमा गाडिन्छ। म एउटा प्रश्न हुँ, देशसँग, समयसँग अनि अस्तित्वसँग, तर उत्तरहरू सबै बिकिसकेका छन्। मन मर्दैछ तर यो मृत्यु व्यक्तिगत मात्र होइन, यो त सामूहिक थकान हो। यो एउटा पुस्ताको मौन चित्कार हो। धन्यवाद।